यति धेरै लुगा धोएर चाहिँ मरिन्छ कि के हो। हेलो 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 फ्यामिली, के छ मेरो चाहिँ ठिकठाक छ अनि हजुरहरूको पनि ठिकठाक होला। म चाहिँ आज खानासाना खाएर मैले चाहिँ लुगा धुनु पर्ने थियो। मैले चाहिँ 1-1.5 हप्ता भयो लुगाइ धोएको थिएन, त्यसैले गाउँमा चाहिँ पानीको अभावले गर्दा मैले चाहिँ दिनकै दिन लुगाइ धुँदिनँ। लुगा धुन नुहाउन चाहिँ धेरै टाढा जानुपर्छ। मैले चाहिँ एक्लै हुन्छु भन्ने सोचेको थिएँ। मैले चाहिँ एउटा भाइ पनि जाने रहेछ अनि मैले चाहिँ उसँग गएँ। पहिला चाहिँ मैले यति धेरै लुगा भिजाएँ, त्यसपछि चाहिँ मैले साबुन लगाएँ। लुगा धुँदा धुँदा चाहिँ मेरो ढाड चाहिँ लास्टै दुखिसकेको थियो। मैले चाहिँ यति धेरै लुगा धोइदिएँ। लुगाको बाल्टिङ चाहिँ लास्टै गह्रो भइरहेको थियो क्या मलाई चाहिँ। घर पुगिसकेपछि चाहिँ मैले लुगा घाम हाल्न थालेँ। आजको ब्लग चाहिँ यति नै, अर्को ब्लगमा भेटौँला गाइज।